गाइज म चाहिँ बसिसकेको छु होइन। अब फोरै छ केही छैन, अब पछि सफा गरिहाल्ने। एज यु क्यान सी यो चाहिँ गाडीको हो, यो चाहिँ डिप्पर दिने बटन, यो अप्पर, यो डिप्पर, यो राइटको इन्डिकेटर, यो लेफ्टको। यहाँ चाहिँ यो एज यु क्यान सी BS6 अशोक लेल्यान्डको होइन। बाहिर चाहिँ एउटा मात्रै गाडी छ, अब हामी चाहिँ भित्र जान्छौँ। यस्तो छ है त गाडी। एन्ड यो चाहिँ एयर सस्पेन्सन है त टाटाको BS3 को। एज यु क्यान सी गाइज आँखा होला सो हेरिदिउँ है त ल गाडी। अब सर हेरौँ ल। सो हेलो गाइज, वेलकम ब्याक इन माई न्यू भिडियो होइन। आज चाहिँ म अझ एउटा नयाँ भिडियो के साथमा हजुरहरूको सामु आइसकेको छु भने आज चाहिँ यो चाहिँ ना कुनै ट्राभल भ्लग हो ना केही हो होइन। आज चाहिँ हामी गइरहेछौँ नागढुङ्गा। नागढुङ्गामै छु म चाहिँ। अब हामी चाहिँ आज यो बसको यो बडी बिल्डरको हेरौँ न कस्तो छ। लक्ष्मी बडी बिल्डरमा गइरहेछौँ हामी चाहिँ। एन्ड दिस इज द भ्यू होइन। यस्तो छ भ्यू। यहाँबाट हामी चिया खान आएको थियौँ, यहाँ चिया मोमो खान। भ्यू चाहिँ यस्तो छ एकदम एस्थेटिक्स। यस, एस्थेटिक भ्यू विथ हजुरको 90% पानी 10% दुधवाला चिया होइन। पानी छ यार, के भन्नु, खाँदै हामीलाई थाहा हुँदैन नि त फेरि होइन। एन्ड बडी बिल्डर चाहिँ अलि उता सो हामी चाहिँ त्यहाँ जान्छौँ। अनि सो त्यही हो, चिया सुट गाउँदैछु त्यही भएर अलि सो त्यही ल हामी चाहिँ गइरहौँ है त बडी बिल्डर भेट्टु। ल गाइज यो बडी बिल्डर चाहिँ यहाँबाट आउने होइन। लास्टै भिजिया त्यही भएर म फटाफट भन्छु। यहाँ माथिबाट चाहिँ यो थानकोट हो होइन। थानकोटबाट चाहिँ टक्क आउने, यहाँबाट सुरु आउने रिद्धिसिद्धि गाडीहरू आउँछ। त्यहाँबाट हामी कलङ्कीबाट यता आउँछौँ। सो यहाँ आइसकेपछि चाहिँ बडी बिल्डर यता रहेको छ गाडी। आज एउटा पनि छैन, हामी पनि अचम्ममा छौँ। मेरो हात हेर्नु न यस्तो भइसक्यो यार चत, गाडीहरू छैनन्। सो लेट्स बिगिन है त अब लक्ष्मी बडी बिल्डर्स। सुलुलुलु ल गाइज पहिलो बस चाहिँ यता एन्ड दिस इज गन बी। सो गाइज पहिलो बस चाहिँ यता होइन। उता बसको पछाडिको चक्का रहेछ। अनि पहिलो बस चाहिँ यता छ। एन्ड लेट्स सी है त कसको च्यासी छ यो, के को च्यासी छ यो, लेल्यान्ड हो। त लेल्यान्ड 12 मिटर कुन गाडी हो? ओ BS6 रहेछ। ल गाइज ल यो चाहिँ यस्तो भित्रबाट लक्ष्मी बडी बिल्डर्स। त्यति जानामाना त होइन, तर पनि कुनै गाडीहरू छन् यसको इम्पी। ल गाइज यहाँ चाहिँ यस्तो हो स्लिपर वाल छ त उता। एन्ड यहाँ चाहिँ यस्तो हो, त्यहाँबाट बसहरू आउँछन् होइन। एन्ड यो बस चाहिँ यस्तो हो, यो पछि स्टिकर उकाल्छन्, उकालेपछि चाहिँ काठको अवस्था आउँछ होइन। मेरो हात जमिसक्यो। अनि एज यु क्यान सी BS6 है त, BS6 गाडी। लगाइ गाडीहरू चाहिँ यता एज यु क्यान सी यो चाहिँ टाटाको। अब भिजिन्छ भनेर टक्क बनाएर यो चाहिँ दुइटा टाटाको देखेको छु होइन। हेर्दै थाहा भयो मैले भन्दा नि यसो थाहा हुन्छ हेर्दै। अनि यहाँ चाहिँ छ यो कुन आइसरको कि क्या, यो आइसरको कि क्या हो सायद। आई थिङ्क दिस इज आइसर। एन्ड लेट्स गो है त ल। टाटा 62 BS3 हो यो, टाटा 62 चेसिस BS3 होइन। अनि यस्तो है BS3 को चाहिँ यस्तो हुन्छ। टाटाको चेसिस हो 62 BS3, 12 मिटर हो, सिङ्गल सस्पेन्सन पट्टा। अनि यत्रो है टाटाको त, यत्रो ह टाटाको पट्टा। अनि भित्र अलिअलि गाडी छन्, यहाँ चाहिँ धेरै रहेछन्। अरू बेला टनाटन थिए। अनि यहाँ चाहिँ टाटाको डल्ले लाइट हुन्छ चेसिसको, त्यो चाहिँ छैन रहेछ। यता कता हुन्छ, यति हुन्छ साइड। सो हामी चाहिँ भित्र जाउँ है त। एन्ड म चाहिँ फ्ल्यास लाइट पनि बाल्यो। अनि यो चाहिँ पुरानो चेसिस हो है त। ओ यो गाडीहरू यहाँ रहेछ नि त अलिक ठिकै। अनि यिनीहरू चाहिँ पुरानो चेसिस होइन। टाटाको पट्टा एज यु क्यान सी टाटा 62 11 होइन 12 हो सायद, 11। एन्ड गाडी चाहिँ यस्तो होइन। अब के त देखाउनु चाहिँ त्यति पनि छैन भिडियो, अब मोनेटाइजेसनको लागि मात्रै। अनि यिनीहरू चाहिँ डबल स्लिपर रहेछन् है त, सब 12 हो यो। अनि त्यहाँ चाहिँ अरू गाडी बन्दैछ। यहाँ अझ एउटा चाहिँ यो चाहिँ आइसरको हो सायद, यो चाहिँ फरक छ है अलिक। लगाइ जब यो बसहरूलाई हेरौँ है त ल।
अनि भिडियो चाहिँ त्यति राम्रो हुन पाएन बिकज अफ पानी होइन। पानीले एकदम भिडियोलाई खाइदियो, मेरो भिडियो पुरै खत्तम गरिदियो पानीले। अनि त्यही त हो, अब केही उम्मिदका साथ आइएको थियो, अब बस पनि छैन। अब यस्तो भइसक्यो होइन। अब किन भन्नु त, अब अलिक सपोर्ट दिनु पऱ्यो पानीले भिजेर होइन। अनि यो चाहिँ यो टाटाको 55 चेसिस होइन, यो चाहिँ 15 BS3 हो होइन। BS3 चाहिँ यसरी थाहा पाउने, म चाहिँ भनिदिन्छु BS3 थाहा पाउनलाई, BS34 थाहा पाउनलाई चाहिँ टाटाकोमा है, टाटाकोमा चाहिँ इजिएस्ट वे भनेको चाहिँ यही हो। BS3 यस्तो लाइट हुन्छ भने BS4को चाहिँ म लाइट यता फोटो हालिदिन्छु, यस्तो हुन्छ है त चेसिसको। अनि यो चाहिँ यो 9.5 मिटर एयर सस्पेन्सन होला है त, 9.5 कि 10.5 हो सायद, यो 10 मिटर चेसिस होला, यो चाहिँ सस्पेन्सन होला है त। एन्ड यो चाहिँ यो यिनीहरू चाहिँ पुरानो चेसिस हो, यो बडी फेरि बनाउन आहान एज यु क्यान सी टाटाको हो। यो पुरै फाइबरको, यो अगाडिको ड्यासबोर्ड है क्या, एज यु क्यान सी पुरै फाइबरको होइन, झुलै त्यही हो। फलामको हो पुरै चेसिसको बडी पनि। अनि सस्पेन्सन चाहिँ पुरै लच्किया रहेछ, पचक्कै है एज यु क्यान सी गाइज। त्यही हो, माथि भ्यू पनि राम्रै आयो, अलिक कडा। अब फोन चिपिएर हातबाट, सो त्यसको लागि चाहिँ सरी। एन्ड यो चाहिँ यस्तो हो, पछाडि चाहिँ चेसिस थपिन्छ होइन, थप्न चाहिँ इलिगल हो, बट स्टिल अलिकति थप्न चाहिँ त्यति म्याटर गर्दैन फर सम प्यासेन्जरको लेग रेस्टको लागि होइन। यो चाहिँ चेसिस हो, अलिक पुरानो हो यिनीहरू चाहिँ चेसिस। अब हामी यो दुइटा गाडी हेरौँ अनि यसपछि यसो बडी बिल्डर देखाउँछ, अनि हामी जाउँ है त थम्बनेलको सर्टहरू खिचेर। एन्ड यो चाहिँ एयर सस्पेन्सन है त टाटाको BS3 को। एन्ड गाइज एउटा क्वेसन चाहिँ मलाई होइन, मैले होइन यो कहाँ अलिक पोली कार्बोनेटको हुन्छ त यार होइन। अनि एउटा क्वेसन चाहिँ मैले हजुरलाई सोध्न चाहेँ कि यो बस चाहिँ कुन अलि जसलाई अब कम्पनीबाट हेरिराख्नु भयो भने यो बस चाहिँ कुन चेसिस हो यसो भनिदिनु होला होइन। यसमा चाहिँ म कन्फ्युज भएँ, किन भन्दाखेरि यसमा चाहिँ यो BS3 BS4 को होइन टङ्की। अनि त्यो स्टेरिङ पनि म देखाइदिन्छु तपाईँहरूलाई। स्टेरिङ पनि BS3 BS4हरूकै हो, तर एडब्लु ट्याङ्क छ क्या यसमा, एडब्लु युरिया भन्छ यसलाई होइन। अब यो चाहिँ किन हो, यो DF युरिया ट्याङ्क हो यो चाहिँ। अब यो चाहिँ किन छ भनेर अब त्यो चाहिँ यसो भनिदिनु होला। अनि तर BS6 भएको भए चाहिँ यो पोलिकार्बोनेटको हुन्छ है टाटाको चाहिँ, त्यति चाहिँ मलाई अलिक ज्ञान छ। यसको ठाउँमा यो फलामको BS3 BS4मा हो। अनि अब त्यही त हो नि, अरू गाडीहरू अब यो हेरौँ है त, मैले धेरै बोलेँ। अब यो गाडी हेरौँ, यिनीहरू चाहिँ टाटाकै रहेछ। सो लेट्स गो। सो यहाँ चाहिँ दुइटा छ टाटाको चेसिसहरू भोल्भो सोमा होइन। यस्तो तर दुइटा आँखावाला हो यो चाहिँ, यु क्यान सी गाइज आँखावाला। सो हेरिदिउँ है त ल गाडी, अब सर हेरौँ ल। फर्स्ट अफ अल भोल्भो लुक्स होइन, भोल्भो लुक्स विथ 2 फग लाइट्स एट द बटम। अनि यहाँ चाहिँ अब आफ्नो स्टिकर हाल्छन्, के हाल्ने त्यो चाहिँ अब आफ्नो माथि भर पर्छ। बस चाहिँ यस्तो छ, अर्को बस चाहिँ दुइटा जोडा गाडी होलान्। एन्ड अब त्यही त हो। अनि यो गाडीहरू चाहिँ सुर्खेतको भन्ने मैले थाहा पाएँ होइन, यिनीहरू दुइटा चाहिँ। एन्ड दिस 2 बसेस आर अफ सुर्खेत होइन, दुइटाको बस चाहिँ सुर्खेतको। टुटा इङ्ग्लिस हान्न चाहिँ म चाहिँ, सो माइन्ड नगर्नु होला। अब यो गाडी एकछिनभित्र हेरौँ यिनीहरूको कस्तो छ। टाटाको गाडी हो, अब चढ्ने ठाउँ त छैन भो। राम ल गाइज सर ल केटा हो चढाउ टेकासेका केही छैन, त्यही भएर अलिअलि गाडी भयो चढ्न। सो टाटाको चेसिस होइन, टाटाको हो चेसिस चाहिँ भोल्भो सो पुरै झटक्कै। अनि अब एकछिन भित्र गएर देखाइन्छ, तल चाहिँ यस्तो अलि हेरी हिँड्नुपर्छ, नत्र राम सत्य हुन बेर छैन, फोन गिन्न नि बेर छैन होइन। सो यहाँ चाहिँ सिल्भर छ, यसो सिल्भर हेर्ने भयो। अब ढालेर छ कि जानु नि, यताउता भयो भने समस्या पर्छ क्या लड्यो भने। सो सिल्भरवाला भाग चाहिँ यस्तो छ, यो डबल सिल्भर रहेछ, मतलब उता चाहिँ यस्तो सिधा टाइपको सिल्भर होइन, अनि यहाँ चाहिँ यस्तोवाला कुन पो गाडी आयो त्यहाँबाट। एन्ड यो गाडी पनि त्यस्तै हो, सेम डिट्टो त्यस्तै भनौँ न। सो त्यही अब एक दुईवटा सिनेमेटिक हान्नु पऱ्यो, थम्बनेलको फोटो खिचेर वी विल गो है त गाइज। दिल्ली टुट जानी है होइन त। यहाँ चाहिँ पट्टा सिङ्गल सस्पेन्सन है त एज अलवेज। अनि यो चाहिँ पछि निकाल्छन् होइन, यो निकाल्यो भने चाहिँ भित्र पुरै त्यो काठ जस्तो आउँछ। यो फलाम चाहिँ होइन, मतलब म पहिला फलाम सोच्थेँ स्टिकरलाई, यो चाहिँ फलाम होइन है त ल गाइज। टाटाको बस
जय नेपाल। गाइज म चाहिँ बसिसकेको छु होइन, अब फोरै चाहिँ केही छैन, अब पछि सफा गरिहाल्ने। एज यु क्यान सी यो चाहिँ गाडीको हो, यो चाहिँ डिप्पर दिने बटन, यो अप्पर, यो डिप्पर, यो राइटको इन्डिकेटर, यो लेफ्टको होइन, अनि त्यो वाइपरको कन्ट्रोलहरू भयो। अब यता गर्ने वाइपर साइपर चल्छ होला होइन। सो त्यही हो टाटाको म्यानुअल गियर बक्स, राइट यता 1 2 3 4 5 6। सो त्यहाँबाट गाडीहरू गयो। अब यसो ओ त्यसको ब्याग त हेरेकै थिएन यार मैले, यो पेन्टेड गाडी रहेछ। सो त्यही हो टाटाको यहाँ चाहिँ हरन हुन्छ है, यहाँ हरन हुन्छ। स्टेरिङ चाहिँ मिठो छ टाटाको, यस्तो स्लिक डिजाइनमा। यही मलाई राम्रो लाग्छ BS6 भन्दा चाहिँ टाटा है त। एन्ड गाइज हामी चाहिँ ल अब गइरह होइन, लिल्यान्ड हो र। टोटल दुईवटा खान्छ ओके। यो चाहिँ लेल्यान्ड रहेछ, BS3 लेल्यान्डको। यो 90 त लेल्यान्ड BS3 अशोक लेल्यान्डको। अब नदेखाम धेरै, मेरो हालत खराब भइसक्यो। 11 मिटर है क्या, 11 कि 10.5 हो, 10.5 होला, 10.5 मिटर जस्तो छ। सो यस्तै यो गाडी चाहिँ यस्तो छ। सो लेट्स गो है। त्यो त नयाँवाला लाइटमा बन्दा रहेछ यस्तो, हेर्नु न नयाँवाला लाइट यो। सो हामी चाहिँ अब जान्छौँ है त गाइस। सो गाइस आजको लागि यति नै थियो होइन। अब म चाहिँ अर्को भिडियोको लागि तयारी गर्दैछु, यहाँ स्पटिङ हान्दैछु। अब अर्को भिडियो कमिङ अफ स्पटिङ, मेरो नयाँ लुक्स आज होइन। त्यही अब स्पटिङको भिडियोको लागि चाहिँ म यहाँ उ गरेर छु, बसिरहँ स्पोर्टिङ हान्दा हो। अब आहान स्याङ्जा गाडीहरू नयाँ नयाँ मलाई त नै 16-27 कि कुन त्यस्तै हान्ने गाडीहरू छन्। बडी बिल्डरको अब यो भिडियो चाहिँ एन्ड होइन। छोटो मिठो भिडियो चाहिँ धेरै लामो पनि थिएन। अब यस्तै त गाडी नभएपछि गाह्रो हुन्छ होइन। अब स्पोर्टिङ बनाएर हो यो, अब यो भिडियोपछि स्पोर्टिङ आउँछ, अनि स्पोर्टिङ पछि हेरौँ के आउँछ। अब कन्टेन्ट खोज्दै जाने हो नि, अब के खिच्ने भनेर अब रिभ्यू नै हान्नु पर्ला नि त नयाँ नयाँ गाडीहरूको। त्यही हो। यो बजारलाई भिडियो मन पऱ्यो भने टक्क भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।